भनेर चेलीहरूलाई मात्रै होइन दाजुभाइलाई पनि लागेको छ। यो राम्रो कुरा हो। हामीले आफ्नो अधिकार पुरुषसँग खोज्छौँ भने उहाँले पनि त बराबर हुनु पर्यो हो कि होइन? त्यही भएको कारणले गर्दा नमस्ते भन्न चाहन्छु सम्पूर्णलाई। यहाँ उपस्थित आफ्नो घरको काम अमूल्य कामकाज छोडेर यो फ्री टिकटमा भूमिका गिरीलाई हेर्न आउनु भएको छ। यहाँलाई सम्पूर्णलाई म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। यसै गरी सभाका सभापति हुनुहुन्छ नाताले मेरो सोल्टी हुनुहुन्छ, यहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। सम्पूर्ण स्टेजमा आस्पिन विशिष्ट व्यक्तित्वलाई म सम्पूर्णलाई एकमुष्ट रूपमा उच्च सम्मान व्यक्त गर्न चाहन्छु। लोक तथा दोहोरी गायिका स्पेसली बङ्गाली गायिका भूमिका गिरीको तर्फबाट, अनि जसले मलाई सधैँ यो क्षेत्रमा विदेश जापानदेखि लिएर सम्पूर्ण ठाउँमा मलाई पुग्नको लागि सपोर्ट गर्नुहुन्छ, ब्याक सपोर्ट भन्छ नि, मेरो अत्यन्तै आदरणीय भेनाजु महेन्द्र हुनुहुन्छ, यहाँलाई पनि म सम्मान व्यक्त गर्न चाहन्छु। मेरो दिदी पनि हुनुहुन्छ मसँगै दिलो। यसै गरी यतातिर देखिरहेको छु मेरो सोल्टिनी हुनुहुन्छ, यहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। भन्दै म च्यालेन्ज गर्न चाहन्छु, तपाईँहरूले मलाई हल्ला गरेर सपोर्ट गर्ने कति हुनुहुन्छ? यो 20 कुदेखि यतातिर अनि यतातिर म यहाँको पावर चेक गर्न चाहँदैछु। कति यहाँहरूले मलाई हल्ला गरेर सपोर्ट गर्नुहुन्छ? अहिले होइन, पक्नुहोस् न एकछिन, बिस्तारै हुन्छ नि त स्लो मोसनमा क्या सोल्टीहरू। म 1 2 3 4 भन्छु, 20 कोदेखि यतातिर सबैले हल्ला गरेर कति सपोर्ट गर्नुहुन्छ? अनि त्यसपछि सेकेन्डमा यताकोले है त, यो 20 कोदेखि यता फेरि यताको नबोल्नु होला, तपाईँको पालो बिस्तारै आउँछ। 1 2 3 4 हाइट हल्यो त यहाँ नै। 1 2 अब यताको पालो 1 2 3 4 छ्या म त मर्छु कि क्या हो? यति सपोर्ट गर्नुहुन्छ त अनि खै त अगाडि आएर नाच्नु भा सोल्टीहरू? गीत गाउँछु नाच्नुहुन्छ होइन 100%। आरके शीतलजी, केशरमान सोल्टी, यसै गरी सबिन प्रियासन सोल्टी हुनुहुन्छ, यहाँलाई पनि सबैको नाम मैले दिमागमा भन्दा पनि मनमा सेभ गरेको छु। म भन्न त्यति चाहिन्न। भन्दै भर्खरै मात्र मेरो बजारमा आएको विथआउट म्युजिक गुनगुनाउँछु नरिसाउन कान्छु भन्ने पक्कै पनि सुन्नु भएको छ होला यहाँहरूले। कानैमाथि झुम्का मेरो हेर पाउमा पाउजु, हे कानैमाथि झुम्का मेरो हेर पाउमा पाउजु, कालो कपाल सुहाएन रातो बनाइ आउँछु, मै कस्तीदेखि साडीलाई छुटिलो गरलमा नरिसाउन कान्छु, एकैछिनलाई जान्छु सिङ्गार पटार गरी आउँछु ब्युटी पार्लरमा, सिङ्गार पटार गरी आउँछु ब्युटी पार्लरमा। सुन्नु भएको छ? खै त सबैले हात माथि गर्नु त एकचोटि। त्यसपछि बङ्गालीहरूले के गर्छ? ताली पिट्छ। यो हो त कुरो। सुशीलाजी बङ्गै पर्दै हुनुहुन्छ होला, किन यति ताली पिट्दै हुनुहुन्छ भन्ने कुरो कला हो क्या, कला रे के आउँछ लास्टमा। हामी बङ्गालीहरू पछि छैनौँ है। सुशीलाजी गुलमेली हुनुहुन्छ, बस्के रहेन। मसँगै आउनुहुने लोक तथा दोहोरी गायक प्रदीप रोका पनि यहाँ मसँगै हुनुहुन्छ, मेरो नजिकको साथी। स्पेसली म यहाँलाई निकनेम छ यहाँको, कान्छु भन्छु म यहाँलाई। बजारमा हल्ला पनि छ अरे कान्छु भनिसकेपछि प्रदीपको लागि निकाले यो भूमिकाले तिजको गीत भन्ने छ अरे, तर त्यस्तो कदापि होइन। उहाँको गर्लफ्रेन्ड भन्ने कुरा कति छन् हामीलाई त के टेर्नुहुन्थ्यो र। एनिवे तपाईँहरू यदि असली दङ्गाली हुनुहुन्छ भने लोकगीतको म्युजिक बज्दाखेरि खुट्टाहरू सलबलाउनु पर्छ है। त्यो पनि भएन भने म मुनि आउँछु, मसँगै नाच्न आउने सोल्टीहरू कतिजना हुनुहुन्छ हात उठाउनु होला। 1 2 3 3 जना मात्र हो, डाङमा मर्दहरू 4 5 जना मात्र हो। ल ठिक छ, मेरो पोहोर सालको जे गर्यो सङ्गिनी माया भन्ने चिजले गरायो भन्नुभएको छ। यहाँ दिदीबहिनी सम्पूर्णलाई म यो 30 विशेष कार्यक्रमको स्टेजबाटै मेरो दिदीबहिनी हुनुहुन्छ, कति पनि आमा बुवा पनि हुनुहुन्छ होला कतिपय, यहाँलाई पनि म 30 विशेष स्पेसली हाम्रो महिलाहरूको हरितालिका तीजको अवसरमा यो कार्यक्रम जसले आयोजना गर्नुभयो सम्पूर्ण युनिट रुक्मेली समाजलाई पनि म धन्यवाद दिँदै
ह्याप्पी तिज भन्न चाहन्छु सम्पूर्ण मेरो दिदीबहिनीहरूलाई ह्याप्पी तिज। अनि सोल्टीहरूलाई त छँदैछ नि होइन, जे गर्यो सङ्गिनी माया भन्ने चिजले गरायो। खै बिस्तारै
अनि डराउने किन त दिदीबहिनीहरू? खै त आउनु पर्यो नि, भएन यो पुरै टमक्कै हुनुपर्छ के? हुन्छ कि हुँदैन? अनि नरिसाउन कान्छु सोल्टी चेक सर्ट लाउने सोल्टी यता अगाडि आइदिनु होला। आउनुहोस्, यदि दम छ भने आउनुहोस् है अगाडि, भ्याकेन्सी खुल्ला छ। नरिसाउन कान्छु लगाइदिनु होला। गीत अलि स्लो छ, बिस्तारै तात्ने हो नि त सोल्टी, एकैचोटि तातिसकेन। नरिसाउन कान्छु, एकैछिनलाई जान्छु। जुन गीतमा ट्र्याक बजाउनु भनेको गीत बजाउनु भएछ क्यारे? कि ट्र्याकै छैन? ट्र्याक छैन? ल कस्तो आइलाग्यो? 30 को गीत गाउन आउने, ट्र्याकै नहुने छैन? त्यसो भए ट्युन मिठो बनायो चुकैले सुन्नु भएको छ? ठाउँको ठाउँ त्यो गइहाल्छ नि होइन? ल दिनु नि त, ट्युन मिठो भन्ने छ होला, त्यो दिनु नि त। फोटो मात्रै नखिच्नै सोल्टीहरू, म नजिक नजिक आउनेछु बिस्तारै। यता ठुली दिदी बस्नु भएको छ, तपाईँ खै त नाच्नु पर्दैन बहिनीको गीतमा? अब चाहिँ मेरो दिदीबहिनीहरू सब नाच्नुपर्छ है। ओर्नु केही जाँदैन, तपाईँको बुढाले केही भन्नुभयो भने भूमिकाले भनेर नाचेको भन्नु न, टेन्सन नलिनुहोस्, त्यस्तो जिम्मा म लिन्छु। यता आउनुहोस्, तपाईँले मलाई पछि बोलाउने। यहाँ अगाडि स्पेस छ, त्यहाँ त स्पेस छैन, मेरो दिदीबहिनीहरूलाई प्रब्लम हुन्छ, अगाडि आउनु होला। ए फोटो धेरै खै त धेरै स्लो गयो है।